यो घर इटहरी उपमहानगरपालिका सुनसरी जिल्लामा बन्न गइरहेको छ। यो घरको बारेमा धेरै साथीहरूले कमेन्ट गर्नुभएको थियो, यो घरको बारेमा कम्प्लिट डिटेल बनाइदिनुहोस् भनेर। त्यही भएर यो भिडियो मैले बनाएर ल्याएको छु है त। यो सबभन्दा पहिला म तपाईँको यो घर बनेको जमिनको कुरा गर्न गइरहेको छु। टोटल जमिन भनेको तपाईँको 11 धुर यानि कि 5.5 आनाको प्लट रहेको छ र स्क्वायर फिटमा भन्दाखेरि 2013 स्क्वायर फिट यानि कि 187 स्क्वायर मिटरको तपाईँको यो प्लट रहेको छ। ओके, त्यसपछि प्लटको मुख भनेको 33 फिट यानि कि 22 हातको रहेको छ। प्लटको मुख भनेको तपाईँको यतापट्टि यो भनेको तपाईँको यहाँदेखि लिएर यहाँसम्म चाहिँ तपाईँको कति रहेको छ भन्दाखेरि तपाईँको 33 फिट बाई यानि कि 22 हातको रहेको छ। प्लटको लम्बाइ भनेको 61 फिट यानि कि 40.5 हातको रहेको छ। यतापट्टि लम्बाइको कुरा गर्ने हो भने यहाँदेखि लिएर यहाँसम्म चाहिँ 40.5 फिट यानि कि 61 फिटको रहेको छ। ओके, यो घरको बारेमा कम्प्लिट डिटेल म तपाईँलाई भन्न गइरहेको छु। जस्तै तपाईँको यो घरमा रुमको साइजहरू के कस्तो छ, पिलर कतिवटा लागेको छ, लागत खर्च कति हुन्छ र नगरपालिकाको मापदण्ड अनुसार सेटब्याकहरू के कति छोडेको छ, कम्प्लिट डिटेल म तपाईँलाई यो भिडियोमा भन्न गइरहेको छु। ओके, ल त्यसपछि तपाईँको जमिनको कुरा यो भयो। घरको मुख मात्रै भन्नुहुन्छ भने 24 फिट यानि कि 16 हातको रहेको छ र लम्बाइ भनेको 37 फिट यानि कि 24.5 हातको रहेको छ। घरको लम्बाइ मात्रै भनेपछि यो कर्नरदेखि लिएर घरको यो कर्नरसम्म चाहिँ कति रहेको छ भन्दाखेरि तपाईँको 24 फिट यानि कि 16 हात, लम्बाइ भनेको 37 फिट यानि कि 24.5 हात। लम्बाइ भनेको यतापट्टि हुन्छ, यो कर्नरदेखि लिएर यो कर्नरसम्म चाहिँ कति रहेको छ भने तपाईँको घरको लम्बाइ भयो। ओके, ल यो भयो तपाईँको जमिनको कुरा र घरको लम्बाइ चौडाइको कुरा। अब भित्रतिर रुमहरू के कस्तो राखेको छु त्यसको बारेमा भन्न गइरहेको छु। ओके, ल यसको लागि मलाई ग्राउन्ड फ्लोर प्लानमा आउनुपर्ने हुन्छ। भित्रतिर हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ तपाईँको अगाडिको ग्याप चाहिँ तपाईँको यहाँदेखि यहाँसम्म चाहिँ तपाईँको 15 फिटको रहेको छ होइन। त्यसपछि यो कार पार्किङको लागि भयो। त्यसपछि यहाँ भित्र जानुहुन्छ भने तपाईँको के हुन्छ भने यो यहाँबाट भित्र जानुहुन्छ भने यहाँ सुरुमै तपाईँको भर्याङ पाउनुहुनेछ। तपाईँले यो भित्रको रुमहरू सबै भाडामा लाउन सक्नुभयो वा तपाईँ आफै पनि बस्नुहुन्छ भने यो अगाडिको रुम चाहिँ गेस्ट रुमको लागि होइन, पाहुनाहरूको लागि एउटा बेडरुम भइहाल्छ। ओके, रुमहरूको साइजहरू सबै भनेको यतातिर भनेको 10 बाई 10 को रहेको छ। यो रुम पनि तपाईँको 10 बाई 10 को बेडरुम रहेको छ। यो पनि तपाईँको 10 बाई 10 को रुम रहेको छ होइन। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, यहाँदेखि यहाँसम्म चाहिँ 10 फिटको रहेको छ र यतापट्टिको साइज पनि तपाईँको 10 फिटको रहेको छ। यता भने तपाईँको कमन बाथरुम हुन्छ होइन, टोयलेट बाथरुम हुन्छ यो साइडमा चाहिँ। त्यसपछि यहाँ चाहिँ तपाईँको नर्मल किचन हुन्छ। किचनको साइज यतापट्टि तपाईँको 11.5 फिटको हुन्छ र यतापट्टि चाहिँ 10 फिटको हुन्छ। यसरी चाहिँ तपाईँको यो किचन चाहिँ 10 बाई 11.5 फिटको हुन्छ होइन। त्यसपछि तपाईँको यो लिभिङ रुम हुन्छ। लिभिङ रुमको साइज पनि तपाईँको यतातिर भनेको साइज भनेको तपाईँको 11.5 फिटको हुन्छ भने यतापट्टिको साइज भने तपाईँको 14.5 फिटको तपाईँको यो लिभिङ रुम हुन्छ त। यो 11.5 र 14.5 यो चाहिँ तपाईँको 10 बाई 11.5 भनौँ, 2-3 इन्चीको कम बेसी हुनसक्छ। ठिक छ, यो चाहिँ तपाईँको ग्राउन्ड फ्लोर प्लान भयो। फर्स्ट फ्लोर माथिको प्लान जानुहुन्छ भने तपाईँको यो चाहिँ तपाईँको बेडरुम भयो। फेरि यो तपाईँको बेडरुम भयो होइन। त्यसपछि यहाँ 3टा बेडरुम माथि पनि राखेको छ। यो चाहिँ तपाईँको मोडुलर किचन हुन्छ होइन र पछाडिपट्टि चाहिँ यहाँको ढोका हुन्छ। ढोकाको साइडमा यतापट्टि हेर्न सक्नुहुन्छ तपाईँको यहाँ चाहिँ बाल्कनी हुन्छ है त। यसरी चाहिँ तपाईँको यो फर्स्ट फ्लोर प्लान हुन्छ र सबभन्दा टपमा हेर्दाखेरि तपाईँको यहाँ चाहिँ बाहिर निस्किनुहुन्छ भने तपाईँको यो ओपन स्पेस हुन्छ। यहाँ चाहिँ तपाईँको एउटा बेडरुम हुन्छ। बेडरुम भयो। यो बेडरुमको साइज भनेको तपाईँको कति हुन्छ भने यतापट्टिको साइज भनेको तपाईँको 10 फिटको हुन्छ भने यतापट्टिको भनेको तपाईँको 11.5 फिटको तपाईँको यो बेडरुम हुन्छ। यो बेडरुम चाहिँ तपाईँको कति हुन्छ भने 10 बाई 11.5 फिटको यो पनि हुन्छ र यो भनेको तपाईँको 10 बाई 10 को बेडरुम हुन्छ। ठिक छ, यसमा प्रशस्त मात्रामा तपाईँको बेडरुमहरू निकालिएको छ। त्यसपछि तपाईँको यहाँ चाहिँ तपाईँ एउटा स्टोर रुम हुन्छ होइन, केही सामानहरू राख्नको लागि र यतापट्टि चाहिँ तपाईँको एउटा यो बाथरुम हुन्छ। ओके, यसरी चाहिँ तपाईँको घरको कम्प्लिट लुक्स हेर्दाखेरि तपाईँको यस्तो टाइपको डिजाइन अगाडिको लुक्सहरू राखिएको छ होइन। यस्तो टाइपको लुक्सहरू राखिएको छ र यसरी चाहिँ तपाईँको 2.5 तल्लेको बिल्डिङ कम्प्लिट हुन्छ। ओके, यो रह्यो तपाईँको रुमहरूको विवरण होइन। अब रहेको कुरा यसमा चाहिँ टोटल एरिया, घरको एरिया मात्रै भन्नुहुन्छ भने 888 स्क्वायर फिटको रहेको छ र यसको खर्च तपाईँको टाइल, पेन्टिङ, वायरिङ, फर्निचर वायरिङ सहित कम्प्लिट बनाउनुहुन्छ भने एप्रोक्स तपाईँलाई 88 लाख जति चाहिँ तपाईँको यो घरको कम्प्लिट लाग्न सक्छ। ओके, त्यसपछि तपाईँको यो घरमा भनेको टोटल भनेको 12वटा पिलर लागेको छ। कहाँ कहाँ लागेको छ त्यो पनि म तपाईँलाई भनिदिँदैछु। यो ग्राउन्ड फ्लोरमा यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ तपाईँको 1 2 3 4 5 6 7 8 9 10 11 12वटा पिलर चाहिँ टोटल यो घरमा लागेको छ। ओके, ल यो घरलाई एस्टिमेट गर्नको लागि मैले M20 ग्रेडको कङ्क्रिट र FE500 को रिबार युज गरेको छु। यदि यो रेसियो चेन्ज गर्नुहुन्छ वा रिबारको मात्रा चेन्ज गर्नुहुन्छ भने तपाईँको यो खर्च पनि अलिकता कम बेसी हुनसक्छ है त। ल यो भयो तपाईँको घरको कम्प्लिट डिटेल र यो घरको बारेमा अझै केही जान्न मन लागेको छ मलाई कमेन्ट गर्नु होला। म कमेन्टको रिप्लाई स्वरूप भिडियो बनाउँछु है त।